राजा आउनुहुन्छ यो देशमा यो मुलुकको राष्ट्रिय एकताको लागि राष्ट्रिय स्वाभिमानको लागि र यो मुलुकमा अहिले देखिएको विकृति विसङ्गतिहरू छ नि यसलाई अन्त्य गर्नको लागि राजा सहितको प्रजातन्त्र यो मुलुकले खोजेको छ। राजा भनेपछि चुनाव लडेर त आउने होइन होला। पहिलो कुरो कुनै पनि बेला संविधान संशोधन गरेर पनि राजालाई राजगद्दी आरोहण गराउन सकिन्छ। अर्को विकल्प भनेको जनआन्दोलन, जनताको आह्वान, जनताको आवाज, जनताको शक्तिले गराउन सकिन्छ। केशरबहादुर बिष्ट म हो हिमायती राजाको भनेर बसिया छन्। कमल थापा म 2070 मा चाहिँ नि 24 सिट लिएर आइसकेको गाई चिन्हले सङ्घर्षको बेलामा दुःखको बेलामा मैले गरेँ भन्ने होइन। उहाँ फेरि राप्रपा नेपाल चलाइरहनु भएको छ। अब यहाँ लिङदेनज्यू पनि मैले सुन्नु होला, तपाईँले यसलाई खण्डन गर्नु होला। लिङदेनज्यू पनि अहिले धमिलो पानीमा माछा मार्न आएको भन्ने आरोप पाइरहेछ। यस्तो परिस्थितिमा चाहिँ सच्चा राजाको राजा ल्याउनुपर्छ भनेर वकालत गर्ने व्यक्ति चाहिँ को हो या यिनीहरू सबै हुन् तपाईँले भन्नुहोस् त? सबै राजावादी हुन्। अहिले कसैले पनि पदको लागि म ठुलो र म सानो भनेर बस्ने बेला होइन। तर अध्यक्ष 2070 सालमा 24-25 सिट लिएर आएको तपाईँ पार्टीले त गणतन्त्र र हिन्दू पनि धर्मनिरपेक्षमा बेच्दियो नि त। तपाईँले उपप्रधानमन्त्रीमा बेच्यो भन्नुभयो नि। हामीले यो संविधान बन्दा गणतन्त्रको विपक्षमा राप्रपा नेपालले भोट हालेको छ। सनातन हिन्दू राष्ट्र हुनुपर्छ भनेर धर्मनिरपेक्षको विपक्षमा राप्रपाले भोट हालेको छ, राप्रपा नेपालले भोट हालेको छ। संहिता यो मुलुकले थ्याक्न सक्दैन, संहिता हामीलाई चाहिँदैन भनेर त्यसको विपक्षमा भोट हालेको छ। किन समर्थनमा बसिरहेको, सरकारमा किन बसिरहेको तपाईँहरू? हामी जङ्गल जानु पर्यो। तपाईँहरू के हामीलाई फेरि यो मुलुकलाई द्वन्द्वमा फसाउनको लागि खोजिरहनु भएको थियो? र काम गर्दै जाँदा मानिसको गल्ती हुन्छ, यो स्वाभाविक कुरा पनि हो। तपाईँको सदनमा राम्रोसँग प्रश्न र प्रसङ्ग उठाउने ज्ञानेन्द्र बहादुर साई, पहिला उहाँ द्वैत चरित्रमा हुनुहुन्छ। यो जनजनको आरोप है। पहिला गणतन्त्र चाहिँदैन, गणतन्त्रको हिमायती भन्ने, अहिले मौका परस्त भएर अहिले राजतन्त्र भन्ने। रेखा थापा तपाईँको मैले अस्ति भर्खर तपाईँलाई डाटा चाहियो म दिन सक्छु। उत्कृष्ट के भन्दाखेरि गणतन्त्र राजतन्त्र त एउटा गणतन्त्र भने जनताको छोरा जन्मिने बित्तिकै प्रधानमन्त्री र राष्ट्रपति हुनसक्छ भन्ने त्यही व्यक्ति तपाईँकोमा केन्द्र सदस्यमा हुनुहुन्छ। त्यसै गरी तपाईँका यो जति पनि यो राप्रपाका व्यक्तिहरू छन् सबैजना द्वैत चरित्रमा छन्। अहिले जनजनमा के आरोप आइरहेछ भने जब राजाले म प्रत्यक्ष रूपमा अब देशलाई रेस्क्यु गर्न चाहन्छु त्यसकारण मलाई साथ र समर्थन देऊ भन्दा जनता उभिनी देखिसकेपछि तपाईँहरूको राप्रपा पनि त्यसमा चाहिँ नि संलग्न भएर माछा मार्नलाई जाने धमिलो पानीमा भन्ने आरोप आएको छ। अब अन्य विचार राख्नेहरू पनि हामीसँग समाहित भएनन्, यो विचारमा नजिक आएनन् भने त अनि जमात कसरी ठुलो हुन्छ, शक्ति कसरी बन्छ र? पहिलाको कुरा, अहिले त उहाँ त गणतन्त्रवादी होइन। अहिले त राजा सहितको प्रजातन्त्रको पक्षमा उहाँले चाहिँ पार्टीको नीति सिद्धान्त विधानभन्दा बाहिर काहीँ बोल्नु भएको छैन। रेखाको त्यो पुरानो क्लिप बजाइएको हो। अहिले उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आइसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य बनिसकिसकेपछिको क्लिप होइन। अहिले मैले पनि सुनेको छु रेखाजीको पनि पुरानो क्लिप सुनाइएको हो। दुर्गा प्रसाईले अहिले के स्टेटमेन्ट दिनुभयो भनेदेखि म र मेरो राजा अथवा म र हाम्रो राजा, म बाहेक अहिले यो राप्रपा प्रजातन्त्र यो हाम्रो राप्रपा पार्टी छैन आएर मिसिएको अभियान मेरो हो, म हो, म बाहेक अरू कोही पनि छैन। यिनीहरू धमिलो पानीमा माछा मार्न आएका हुन्। अहिले माहौल बनेपछि मौका परस्त इन्सानहरू यिनीहरू भन्ने कुरा आयो। अब तपाईँहरूको आन्दोलन त के त जन्मिन नपाइकन तुइएको हो? मेरो प्रश्न यहाँनिर अब पुष्टाउनुहोस्। दुर्गाजी हिजो माओवादी आन्दोलनको बेलामा त उहाँ माओवादीसँगै बसेर यो राजा हटाउनुपर्छ भन्ने हिँडेका मान्छे हो नि त, होइन र? एमाले बाहेक उत्कृष्ट पार्टी छैन भन्ने मान्छे। त्योभन्दा पछि एमालेमा जाँदाखेरि एमाले भन्दा उत्कृष्ट पार्टी नै छैन भन्ने हिँडेको हो नि त। मैले अहिले पनि तपाईँलाई के निवेदन गरेँ भने सबैजना नआइकन शक्ति बन्दैन। त्यो शक्ति
एकै ठाउँ एकजुट भएर गयो भने लक्ष्य प्राप्ति हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले धमिलो पानीमा माछा मार्न गएको होइन, उहाँले ढोक्सा थापेको भन्नुभएको छ। ढोक्सा त उहाँले थाप्न खोजे हो कि भन्ने लाग्छ। नमस्कार, आज यो फेरि शल्यक्रिया N1 को एपिसोड नम्बर 17 मा मसँग अहिले एकदमै चर्चामा चलिरहेको विषय र त्यो विषयान्तर र दृष्टान्तमा हामी कुराकानी गर्न गइरहेको छौँ। अस्ति यो 25 गतेको राजसंस्था वा राजाबाट एयरपोर्टमा भ्रमण हुँदा त्यो भ्रमणको प्रकरणमा एउटा समग्र जनताहरूको एउटा एकदम स्वतस्फूर्त त्यहाँनिर इन्भल्भ भएको देख्दा सम्पूर्ण गणतन्त्रका या लोकतन्त्रका हिमायतीहरू चाहिँ एकदम विचलित मानसिकतामा गएको अवस्था हो त भन्ने प्रसङ्गमा आफ्ना पार्टीका कुरा र राजा र धर्मका कुरा गर्नको लागि मैले आज हाम्रो स्थानीय नेता र काठमाडौँ जिल्लाका अध्यक्ष राप्रपा जो उहाँ चाहिँ 2047 सालदेखि निरन्तर यो पार्टीमा आबद्ध हुनुहुन्छ र उहाँको वकालत, उहाँको जिज्ञासा र उहाँले के गर्दै हुनुहुन्छ र अब समग्र राज्यले कुन चाहिँ एउटा दिशा निर्देशित गर्छ भन्ने विषयमा एकदम घनीभूत छलफलको लागि र तपाईलाई पार्टीले लिएका विषय दृष्टान्त अंगीकार के गरिरहेछ भन्ने विषयमा पनि खुलाउनको लागि मैले स्टुडियोमा यो पोडकास्टमा आमन्त्रण गरेको छु। हाम्रा आदरणीय व्यक्तित्व नवराज सिमखडाज्यू, हजुर नमस्कार छ। नमस्कार। हजुर, तपाईको चाहिँ नि पार्टीको केही छैन, जस्तै लाल सलाम भने जस्तो टाइपको केही छ? हाम्रो संस्कार नमस्कार। संस्कार नमस्कार, ओके। के गर्दै हुनुहुन्छ तपाईँ आजकल? अब निरन्तर रूपमा यसैमा लागिएको छ। अब पार्टीको कामहरू भन्दा बाहेक अन्य बेला चाहिँ आफ्नो घरायसी कामहरू गरिन्छ। ओके, म एउटा सानो एउटा 100 प्रश्नबाट तपाईँले राजा ज्ञानेन्द्र अथवा सर्टमा भन्दा राजा आउनुहुन्छ यो देशमा? आवश्यकता छ। किन आवश्यकता छ? यो मुलुकको राष्ट्रिय एकताको लागि, राष्ट्रिय स्वाभिमानको लागि र यो मुलुकमा अहिले देखिएको विकृति विसङ्गतिहरू छ नि, यसलाई अन्त्य गर्नको लागि राजा सहितको प्रजातन्त्र यो मुलुकले खोजेको छ र नेपाली जनताले खोजेका छन्। तपाईहरुको माग के हो त? 2047 को संविधानलाई बिउताउने हो? 2047 को संविधानका पनि धेरै कुराहरू राख्न सकिन्छ, कतिपय त्यहाँ पनि अमिल्ला कुराहरू छन्, त्यसलाई पनि हटाउनु पर्ने हुन्छ र 2072 को संविधानमा पनि भएका राम्रा कुराहरू पनि राखेर एउटा उत्कृष्ट संविधान बनाएर अभिभावकीय रूपमा राज संस्था, राजा, संवैधानिक राजा को रूपमा प्रजातन्त्रलाई अगाडि बढाउनु पर्दछ भन्ने हामीलाई लाग्दछ। अनि यो बनाइदिन्छ कसले त? राजालाई फेरि एकचोटि रिफर्म अथवा रिब्याक रेड कार्पेट ओछ्याउने कसले? यो परिस्थितिले। कुन परिस्थिति? कसले बनाउँछ? अहिले जुन रूपमा मुलुकमा मैले अघि पनि भनिसकेँ, मुलुकमा देखिएका विकृति विसङ्गति र जुन अव्यवस्था छ नि, यो अव्यवस्थाले चुपो लाएर बसेका वा अन्य दलसँग आबद्ध भएका, यहाँ त विभिन्न दलहरू छन्, ती दलहरूसँग आबद्ध भएका जनता र नेताहरू आएर राजालाई गद्दी आरोहण गराउने कामको प्रारम्भ भइसकेको छ। अब अध्यक्षज्यू, म तपाईँलाई यहाँनिर अब यो एउटा राम्रो सपनाको कुरा गर्न धेरै रमाइलो हुन्छ होइन, यथार्थको कुरा अलिकति फरक हुन्छ। अब म अलिकति फरक धारमा लगेँ है त, व्यवहारिक कुरामा। ठिक छ। व्यवहारिक कुरामा जाँदाखेरि मैले अघि नै प्रश्न गरेँ, 100 प्रश्न। राजा भनेपछि चुनाव लडेर त आउने होइन होला होइन, स्वतस्फूर्त जनता या नागरिकले उहाँलाई सम्बोधन या कुनै एउटा माहौल वातावरण बन्ने होला। त्यो बनाइदिने व्यक्ति या समूह अथवा पार्टी अथवा सङ्गठन के हो, त्यो को खुलाउनु न? दुई प्रकारबाट राजा आउने बाटाहरू खुल्ला छन्। ओके। पहिलो कुरो, कुनै पनि बेला संविधान संशोधन गरेर पनि राजालाई राजगद्दी आरोहण गराउन सकिन्छ। अर्को विकल्प भनेको जनआन्दोलन, जनताको आह्वान, जनताको आवाज, जनताको शक्तिले गराउन सकिन्छ।
अहिलेको परिस्थिति के निर्माण भयो मुलुकमा भन्नुहुन्छ भने हामी हिजो राजा आऊ देश बचाऊ भनेर धेरै नागरिकहरू सडकमा निक्लिएका, धेरै नागरिकले आह्वान गरिरहेको अवस्थामा अहिले राजाले राष्ट्रिय एकताको लागि, यो राष्ट्रको समृद्धिको लागि कसैलाई पनि निषेध नगरिकन जानको लागि आह्वान गरिबक्स्यो र म तयार छु भनिबक्स्यो। त्यसकारणले त्यसको उदाहरण स्वरूप पोखराबाट राजा अस्ति फर्कँदा 25 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर निर्मल निवास जाँदा तपाईले देख्नुभयो र सारा विश्वले देख्यो। लाखौं लाख मान्छेले त्यहाँ उपस्थित भएर स्वागत मात्रै गरेनन्, त्यहाँदेखि निर्मल निवाससम्म बाटोभरि राजालाई स्वागत गर्ने मान्छेहरू बसे। यो के हो भने अनायस र हठात रूपमा संविधान सभाको नाउँबाट जुन रूपमा राजालाई निकालियो, हटाइयो, त्यसमा जनताको चित्त बुझेको रहन्छ। जनताहरू वेट एन्ड सीमा रहेछन्, पर्ख र हेरको नीतिमा रहेछन्। अब जनताले साथ देऊ भनेपछि जनताहरू ओर्ले र यो भित्र स्वस्फूर्त रूपमा आउने जनताहरू पनि छन्। राजा चाहिन्छ, राजा आउनुपर्छ भनेर लाग्ने सङ्घ सङ्गठनहरू पनि छन्। त्यो भित्र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो महत्त्वपूर्ण भूमिका अदा गरेको छ। अब म एकदम अब तपाईको यो सर्फेसियल कुरा भयो, अब म एकदमै घोचेर डाइरेक्टतिर छिर्छु है त। छिर्नु अन्यथा नलिनु होला। तपाईँ कुन समूहको अध्यक्ष? जस्तै तपाईँ धवल शमशेरको पार्टी कि लिङ्गदेन पार्टीको? म राष्ट्रिय प्रजातन्त्र पार्टीको। भेरी गुड। तर तपाईँहरूको यहाँनिर मैले किन यो प्रश्न राख्दैछु भनेदेखि अध्यक्षज्यू, तपाईँहरूको पार्टीमा पनि दुईवटा पार्टी छ, दुईवटा छ भन्ने आयो यहाँ कुरा है, त्यसले तपाईँलाई खण्डन गर्नुहोला। अब दोस्रो, राजा लिएर भन्ने विषयमा कोही व्यक्ति या समूह वा त्यस्ता खालका एकदम स्वतःपूर्त आउने नागरिक जनताहरू जोडिनको लागि केशरबहादुर विष्ट म हो हिमायती राजाको भनेर बसेका छन्। कमल थापा म 2070 मा चाहिँ नि 24 सिट लिएर आइसकेको, गाई चिन्हले सङ्घर्षको बेलामा दुःखको बेलामा मैले गरेँ भन्ने होइन। उहाँ फेरि राप्रपा नेपाल चलाइरहनु भएको छ। अब यहाँ लिङ्गदेनज्यू पनि मैले सुन्नु होला, तपाईँले यसलाई खण्डन गर्नुहोला। लिङ्गदेनज्यू पनि अहिले धमिलो पानीमा माछा मार्न आएको भन्ने आरोप पाइरहेछ। अब यो विषयमा अझ दोस्रोमा अलिकति लामो हो, त्यो यतिलाई तपाईँले भन्नु होला अनि फेरि म चिर्छु। यस्तो परिस्थितिमा चाहिँ सच्चा राजाको राजा ल्याउनुपर्छ भनेर वकालत गर्ने व्यक्ति चाहिँ को हो या यिनीहरू सबै हुन्? तपाईँले भन्नुहोस् त। सबैले राजाका कुरा गरिरहेका छन्। कमलजीकै कुरा गर्ने हो भने 62-63 को आन्दोलनपछि यो मुलुकमा राजाको कुरा, हिन्दू राष्ट्रको कुरा र संहिताको विरोधी कुरा लिएर सडकमा निक्लने मान्छे सुनिरहेको अवस्था थियो। ओके। त्यो आन्दोलनपछि 64 को चुनावमा निर्वाचनमा जानको लागि तयार भयौँ हामी। तत्कालीन अवस्थामा म राप्रपा नेपाल कमल थापा अध्यक्ष हुनुहुन्थ्यो, म त्यति बेला पनि थिएँ यही पार्टीमा, र राजेन्द्र लिङ्गदेनजी पनि यही हुनुहुन्थ्यो। हामीले सङ्घर्ष गर्दै 64 मा 4 सिट समानुपातिकबाट जित्यौँ। ओके हजुर। त्यो 4 सिट जितेर जो मान्नेहरू जानुभयो, अहिले पनि सम्झाउनु पर्दछ त्यति बेला राजाको र हिन्दू राष्ट्रको कुरा गर्दाखेरि उम्मेदवारी दिएर चाहिँ प्रचारमा हिँड्दाखेरि हामीले कति प्रताडना बोक्यौँ त्यो हामीले बुझेका छौँ। 4 जना समानुपातिकमा गएका सांसदहरू चन्द्रबहादुर गुरुङ, कुन्ती पोखरेल। डिटेलमा नभन्नु, सर्टमा, किनभने हामीसँग टाइम कम छ अध्यक्षज्यू। मैले हजुरलाई कुन्ती साई, सुन्नुहोस्, कुन्ती साई लगायतका 4 जना मान्छेहरू पुग्यौँ र उहाँहरूले जुन बेला राजाको कुरा राख्नुभयो नि त्यो महत्त्वपूर्ण थियो। त्यसले एउटा कोसे ढुङ्गाको रूपमा एउटा इँटा थप्ने काम संसदमा गर्यो।
त्योभन्दा पछिको कुरा तपाईँले ल्याउनु भएको छ, सबै राजावादी हुन्। अहिले कसैले पनि पदको लागि म ठुलो र म सानो भनेर बस्ने बेला होइन। तर अध्यक्ष 2070 सालमा 24-25 सिट लिएर आएको तपाईँ पार्टीले त गणतन्त्र र हिन्दू पनि धर्मनिरपेक्षमा बेच्दियो नि त। यहाँ त बेच्यो भन्ने कुरा आइरहेको छ। सबै उप प्रधानमन्त्रीमा बार्गेनिङमा पुग्यो। तपाईँ यसलाई प्रोटेक्ट गर्नुहोस्। म यो विषयमा आउँदैछु। ओके, हस्। भने अहिले रहेका जुन दलहरू छन् सबै एक ठाउँमा बसेर अहिले राजाले आह्वान गरिबक्सेको बेला पनि छ, जनताले चाहेको बेला पनि छ, हाम्रो एजेन्डा पनि यही हो। यसमा एक भएर जानुपर्छ। कसैले ठुलो र सानोको कुरा गर्नु हुँदैन। ठुलो र सानो यस्तो कुरा गर्नुपर्छ, कसको हैसियत कति छ त्यो अनुसारको व्यवस्थापन हुनुपर्छ। र अर्को कुरा सुन्नुहोस्, 2070 मा हामीले 25 सिट जितेकै हो। ओके, मै पनि उम्मेदवार हो। काठमाडौँमा सबभन्दा बढी भोट 1,12,000 भोट आएको हो यहाँ 2070 मा। समानुपातिकमा मात्रै जित्यौँ। त्यो 24 सिट 25 सिट जित्दाखेरि पनि सरकारमा जाने र आउने कुरो त हेर्नुहोस्, हामीले यो संविधानलाई दुई रूपमा प्रयोग गरेका छौँ। कस्तो भने हाम्रो यो संविधानमा आलोचनात्मक समर्थन, तपाईँले उप प्रधानमन्त्रीमा बेच्यो भन्नुभयो नि, हामीले यो संविधान बन्दा गणतन्त्रको विपक्षमा राप्रपा नेपालले भोट हालेको छ। सनातन हिन्दू राष्ट्र हुनुपर्छ भनेर धर्मनिरपेक्षको विपक्षमा राप्रपाले भोट हालेको छ, राप्रपा नेपालले भोट हालेको छ। संघीयता यो मुलुकले थेक्न सक्दैन, संघीयता हामीलाई चाहिँदैन भनेर त्यसको विपक्षमा भोट हालेको छ। अरू पनि केही बुँदाहरू होलान् कमी कमजोरी संविधानमा संशोधन गर्नुपर्ने। र यो तीनटा मुद्दामा, यो तीनटा इस्युमा राप्रपाले विपक्षमा भोट हालेर संसदमा अहिले पनि रेकर्डेड छ। त्यो बेचेको कुरा गलत हो। 2072 को जब संविधान घोषणा भइरहँदा तपाईको पार्टी र तपाईका राजा समर्थकहरूले त्यसलाई चाहिँ सदनबाट बहिष्कार किन नगरे? किन समर्थनमा बसिरहेको, सरकारमा किन बसिरहेको तपाईँहरूले? यो तपाईँहरूले के कुरा गर्नुभयो भने हामीले सदन बहिष्कार गरेर जाने हो भने मैले अघि पनि तपाईँलाई दुईटा बाटा छन् भनिसकेको छु। हामी जङ्गल जानु पर्थ्यो। तपाईँहरू के हामीलाई फेरि यो मुलुकलाई द्वन्द्वमा फसाउनको लागि खोजिरहनु भएको थियो? ए अच्छा, त्यस्तो होइन। हामीले यो संविधानलाई सहकार्य गर्दै, संविधानसँग सहकार्य गर्दै उपलब्धि हासिल गर्ने उद्देश्यले हामी गएका हौँ। मन्त्री हुने, उप प्रधानमन्त्री हुने त्यो प्रक्रियाको कुरा हो। त्यसले केही असर गरेको छैन। किन असर गरेको छैन भने कतिपय कुराहरू कमजोरी रहे हामीलाई त्यति बेला। स्वीकार गर्नुहुन्छ? कमजोरी रहेका कुराहरू तत्कालीन अवस्थाका हाम्रा अध्यक्ष कमलजीले नै स्वीकार गरिसक्नु भएको छ। पार्टीले पनि स्वीकार गरेको छ। मेरो पनि कमी कमजोरी रहे भनेर त्यसमा स्वीकार नगर्ने कुरै रहेन। पटक पटक उहाँ जानु हुँदैन थियो भन्ने कुरा उहाँले पनि स्वीकार गरिसक्नु भएको छ। र काम गर्दै जाँदा मानिसको गल्ती हुन्छ, त्यो स्वाभाविक कुरा पनि हो। तर हामीले अवलम्बन गरेको बाटो नै उपयुक्त हो, उपयुक्त थियो र छ। तपाईँहरूको भनाइ छ? भनाइ छ होइन, हामी त्यसैमा अहिले पनि छौँ। किनभने संसदमा हाम्रो प्रतिनिधित्व हुँदाखेरि सडकमा दमन भयो, यहाँ भ्रष्टाचार भयो, यहाँ अराजक अवस्था भयो भनेर बोल्ने ठाउँ त कुन त सदनै होला नि। हाम्रा सांसदहरूले अहिले पनि थर्काइरहनु भएको छ नि, होइन र? अहिले पनि बोलिरहनु भएको छ नि। अनि हामी सडकमा मात्रै भइदिएको भए त सडकको आवाज त यो सरकारले सुनिरहेको छैन। यो विषयमा म तपाईँलाई एउटा गम्भीर प्रश्न गर्न चाहन्छु। गम्भीर प्रश्न के भन्दाखेरि सुन्नुहोस् है, राम्रोसितले यसलाई चाहिँ नि मलाई राप्रपाले जवाफ दिनुपर्छ। तपाईँको सदनमा राम्रोसँग प्रश्न र प्रसङ्ग उठाउने ज्ञानेन्द्र बहादुर साई, पहिला उहाँ द्वैत चरित्रमा हुनुहुन्छ। यो जनजनको आरोप है। पहिला गणतन्त्र चाहिँदैन, के अरे गणतन्त्रको हिमायती भन्ने, अहिले मौका परस्त भएर अहिले राजतन्त्र भन्ने। रेखा थापा तपाईँको, मैले अस्ति भर्खर तपाईँलाई डाटा चाह्यो भने म दिन सक्छु। उत्कृष्ट के भन्दाखेरि गणतन्त्र राजतन्त्र त एउटा, गणतन्त्र भने जनताको छोरा जन्मिने बित्तिकै प्रधानमन्त्री र राष्ट्रपति हुनसक्छ भन्ने त्यही व्यक्ति तपाईँकोमा केन्द्र सदस्यमा हुनुहुन्छ। त्यसै गरी तपाईँका यो जति पनि यो राप्रपाका व्यक्तिहरू छन् सबैजना द्वैत चरित्रमा छन्। अहिले जनजनमा के आरोप आइरहेछ भने जब राजाले म प्रत्यक्ष रूपमा अब देशलाई रेस्क्यु गर्न चाहन्छु, त्यसकारण मलाई साथ र समर्थन देऊ भन्दा
जनता उभिने देखिसकेपछि तपाईँहरूको राप्रपा पनि त्यसमा चाहिँ नि संलग्न भएर माछा मार्नलाई चाहिँ नि धमिलो पानीमा भन्ने आरोप आएको छ। यो आरोपलाई पहिला ज्ञानेन्द्र बहादुर साई, रेखा थापा अनि त्यसपछि म फेरि राजा यो दुर्गा प्रसाईको विषयमा आउँछु है त। यो भनिदिनुहोस्। सर्वप्रथम त हामीले 62-63 देखि राजाको मुद्दा उठाएर आएको र 70 को संविधान बन्दाखेरि पनि हामीले विपक्षमा मत हाले भन्ने कुरा तपाईलाई योभन्दा पहिला नै भनिसकेँ। यसमा व्याख्या गर्नु परेन। अब अन्य विचार राख्नेहरू पनि हामीसँग समाहित भएनन्, यो विचारमा नजिक आएनन् भने त अनि जमात कसरी ठुलो हुन्छ, शक्ति कसरी बन्छ र? उहाँहरू आउँदाखेरि त हामीले स्वागत गर्नुपर्दछ। न तपाईँ ज्ञानेन्द्र बहादुर साई त तपाईँको प्रवक्ता होइन? होइन, पहिलाको कुरा। अहिले त उहाँ त गणतन्त्रवादी होइन। अहिले त राजा सहितको प्रजातन्त्रको पक्षमा उहाँले चाहिँ पार्टीको नीति सिद्धान्त विधानभन्दा बाहिर काहीँ बोल्नु भएको छैन र रेखाकै कुरा गर्नुभयो। रेखाको त्यो पुरानो क्लिप बजाइएको हो। अहिले उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आइसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य बनिसकिसकेपछिको क्लिप होइन। अहिले मैले पनि सुनेको छु, रेखाजीको पनि पुरानो क्लिप सुनाइएको हो। त्यसकारण हामी त सबै विचार राख्नेहरूले राजाको मुद्दा बोकेर हिँडिदिए भने त हामीलाई त बहुत खुसी लाग्छ। मलाई त बहुत खुसी लाग्छ। अब यहाँ त कोही आयो भने रिस गर्ने, डाहा गर्ने जुन प्रवृत्ति छ त्यसको अन्त्य हुनुपर्छ। मुलुकको लागि सोच्दाखेरि हामी दल होइनौँ। पहिला मुलुक हो, त्योभन्दा पछि पार्टी झन्डा हो तपाईहरु, त्योभन्दा पछि पार्टी हो, त्योभन्दा पछि पार्टीको झन्डा हो। त्यही कारणले गर्दा अस्ति महाराज सरकार फिर्ती सवारी हुँदाखेरि हामीले सबैलाई राष्ट्रिय झन्डामा आह्वान गर्यौं। त्यो हाम्रो मात्रै कारणले त्यो जनमास उपस्थित भयो भन्ने मेरो भन्साय होइन। स्वस्फूर्त रूपमा असंख्य लाखौं लाख नागरिकहरू आउनु भएको छ। तर हामीले पनि आफ्नो क्षेत्रमा, आफ्नो जिल्लामा समर्थकहरू, हाम्रा कार्यकर्ताहरू, हाम्रा प्रशंसकहरू सबैलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक गर्यो, निर्णय गर्यो र त्यो साथीहरू सबै जानुपर्छ भन्ने कुरा के म तपाईलाई अझ के पुष्टि गर्छु भने 25 गतेको दिन हामीले काठमाडौँमा विरोध सभा राखेका थियौं, खबरदारी सभा राखेका थियौं। राजाको सवारी हुने भयो, 25 गते नै एयरपोर्ट जान पर्ने भयो भनेपछि हामीले त्यो खबरदारी सभा स्थगित गरेर हामीले एयरपोर्ट जानको लागि कार्यकर्ता साथीहरूलाई आग्रह गर्यौं। आम नेपाली दाजुभाइमा पनि हामीले आग्रह गर्यौं। हाम्रो आग्रहले मात्रै सबै मानिस अघि पनि भने उपस्थित भएको मैले भनिरहेको छैन। सबैको चाहना अनुसार उहाँहरू आउनु भएको छ, स्वस्फूर्त रूपमा आउनु भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भूमिका स्थापना कालदेखि नै जब राजाको मुद्दा उठाउनु पर्ने बेला आयो त्यो बेलादेखि नै प्रखर रूपमा उठाएर गएको छ। यसमा कहीँ कतै कुनै किसिमको पनि शङ्का गर्नु पर्दैन। एउटा मलाई अध्यक्षजी एकदमै महत्त्वपूर्ण प्रश्न उठाउनु मन लागिरहेछ मलाई। 25 गतेबाट यात्रा सुरु भयो, एउटा कुनै मतलब एउटा राम्रो खालको कुरा आयो हैन। 25 गतेबाट आउँदाखेरि मतलब एउटा उत्सर्ग, एउटा अलिकति केही हो कि त सम्भावनाका कुराहरू, यो आन्दोलनका अभियानका कुरामा अकस्मात अहिले आन्दोलन तुइएको किन भनेर म भन्छु। हेर्नुहोस् है, दुर्गा प्रसाईले अहिले के स्टेटमेन्ट दिनुभयो भनेदेखि म र मेरो राजा अथवा म र हाम्रो राजा, म बाहेक अहिले यो राप्रपा प्रजातन्त्र यो हाम्रो राप्रपा पार्टी छैन, आएर मिसिएको अभियान मेरो हो, म हो, म बाहेक अरू कोही पनि छैन, यिनीहरू धमिलो पानीमा माछा मार्न आएका हुन्, अहिले माहौल बनेपछि मौका परस्त इन्सानहरू यिनीहरू भन्ने कुरा आयो। अब तपाईहरुको आन्दोलन त के त जन्मिन नपाइकन तुइएको हो? मेरो प्रश्न यहाँनिर अब पुष्टाउनुहोस्। सबभन्दा महत्त्वपूर्ण कुरो त दुर्गाजी राजालाई बोक्न आइदिनु भयो, हिन्दू धर्म बोक्न आइदिनु भयो। त्यसको लागि म उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। हिजो माओवादी आन्दोलनको बेलामा त उहाँ माओवादीसँगै बसेर यो राजा हटाउनुपर्छ भनेर हिँडेका मान्छे हो नि त, होइन र? एमाले बाहेक उत्कृष्ट पार्टी छैन भन्ने मान्छे। त्योभन्दा पछि एमालेमा जाँदाखेरि एमाले भन्दा उत्कृष्ट पार्टी नै छैन भनेर हिँडेको हो नि त। मैले अघि पनि तपाईँलाई के निवेदन गरेँ भने सबैजना नआइकन शक्ति बन्दैन, त्यो शक्ति एकै ठाउँ एकजुट भएर गयो भने लक्ष्य प्राप्ति हुन्छ। र उहाँले कुन मनसायले कसरी भन्नुभयो त्यो उहाँले आफूतिर आफैले फर्केर हेर्दाखेरि हुन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले धमिलो पानीमा माछा मार्न गएको होइन, उहाँले ढोक्सा थापेको भन्नुभएको छ। ढोक्सा त उहाँहरूले थाप्न खोजे हो कि भन्ने लाग्छ मलाई। मैले त उहाँलाई पहिला नै स्वागत गरिसकेँ। उहाँले अब यस्ता कुरा गर्न मिल्दैन। अब त यो विचार राख्ने मान्छेहरू, यो विचार राख्ने सङ्गठनहरू, यो विचार राख्ने संस्थाहरूसँग सहकार्य गर्दै कसरी आफ्नो मुद्दा स्थापित गरेर अगाडि बढौँ भन्ने कुरामा उहाँ जानुपर्छ भन्ने मलाई लाग्छ। उहाँ हिजो जेसुकै हुनुहोस्, उहाँ माओवादी हुनुभयो, उहाँ चाहिँ काङ्ग्रेस माओवादी र चाहिँ केपी ओलीलाई लगेर मार्सी चामलको भात पनि खुवाउनु भयो, चर्चका थाला खुवाइ भनेर उहाँ नै भाषण गर्दै हिँड्नुहुन्छ। र अहिले परिस्थितिले, मुलुकको अवस्थाले उहाँलाई यो बाटोमा ल्यायो। मुलुकको अवस्थाले, परिस्थितिले उहाँलाई यो बाटोमा ल्यायो। उहाँलाई हार्दिक स्वागत गर्छु। उहाँ स्टेबल भइरहनु होला त अन्तिमसम्म। अब उहाँ फेरि विचलित मानसिकताको फेरि केही कुरा चित्त नबुझेपछि त आन्दोलन तुइयो। किन मैले भनिरहेको छु भने फेरि अर्को प्रकरण अथवा अर्को फेरि काङ्ग्रेस उत्कृष्ट हो अथवा रवि र स्वतन्त्र पार्टी उत्कृष्ट हो भनेर गइदिनु भने त तपाईँहरूको मुद्दा त ओझेलमा पर्यो। त्यो उहाँ जाँदैमा मुद्दा ओझेलमा पर्ने, उहाँ हुँदैमा मुद्दा बलियो हुने चाहिँ होइन। राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले आन्दोलन गर्नेको क्रममा हामीले गत वर्षदेखि यसलाई एक्सर्साइज गर्दै आएका छौँ। 40 बुँदे माग सरकारलाई बुझाएका छौँ। ती मागको विषयमा सुनवाई भएन भनेर हामी विभिन्न प्रकारका आन्दोलनमा लागिरहेका छौँ। हामीले 7 प्रदेशमा 6 प्रदेशमा अहिले विरोध सभाहरू सम्पन्न गरिसक्यौँ। 7 प्रदेशमा मोटरसाइकल र्याली, जनजागरणको लागि मोटरसाइकल र्याली सम्पन्न गऱ्यौँ। 21 गते ऐतिहासिक मोटरसाइकल र्याली भएको छ, तपाईँले पनि हेर्नु भएको होला। ठिक छ, ऐतिहासिक भएको छ। त्यो हाम्रो आन्दोलनको निरन्तरता हो। न कोही जाँदा न कोही बस्दा पार्टीको नीति सिद्धान्तमा असर पर्छ, त्यसमा हामी असर पर्दैन। हामी केही दिनभित्र यो मुलुकमा निर्णायक आन्दोलनको लागि तयारीमा छौँ, तयारी गर्दैछौँ। केही दिनमा हामी आन्दोलनको घोषणा गर्छौँ। सबैलाई समेटेर लिएर जाने हामी प्रयास गर्छौँ। सबैसँग सहकार्य होस् भन्ने हाम्रो धारणा छ। अब कसैलाई पस्दैन र नपस्ने कुरो भयो, कसैले गर्नुभयो भने त्यो चाहिँ उहाँहरू आफै जान्नुहुन्छ। उहाँ यहाँ बस्नुहुन्छ कि बस्नुहुन्न भन्नेको सम्मको सवालमा त्यो दुर्गाजीसँग नै सोध्नुपर्छ। उसो भए मैले यहाँनिर जसरी 62-63 आन्दोलन पछाडि 12 बुद्धे दिल्लीमा सम्झौता भएर श्री 5 ज्ञानेन्द्र वीरविक्रम शाहदेवलाई चाहिँ सत्ताच्युत गरियो। त्यसको नेतृत्व लिनुभएको थियो मियो पर्सन भनेको गिरिजाप्रसाद कोइराला। अहिले यो आन्दोलन फेरि राजालाई रिभ्याक अथवा रिफर्म अथवा फेरि रिसेटलमेन्ट गर्ने क्रममा मियो व्यक्ति अथवा समूह विहीन भएको जस्तो देखिन्छ। को हो तब खुलाउनुहोस् न। अब केही दिनमा यसको टुङ्गो आउँछ। अब अहिले नेतृत्व कसले लिने अहिले मैले भनिहाल्नु हुँदैन। केही दिनभित्र यसको टुङ्गोमा पुग्छ। मियो बन्द छ। ओके। तर म एउटै कुरा तपाईँलाई के भन्छु भने कसैले पनि जुङ्गाको लडाइँ नगरिकन उद्देश्य प्राप्तिमा लाग्नु पर्दछ। को ठुलो को सानो भनेर हेर्नु हुँदैन। साँच्चै उद्देश्यमा लागेको भए होइन, उद्देश्यभन्दा बाहेक फरक सोचले आएको र त्यहाँ गएपछि मैले केही प्राप्त गरिहाल्छु कि भनेर अपर्च्युनिटी अवसर लिनलाई आएको भए उहाँहरू पन्छिनुहुन्छ, उहाँहरूसँगै बस्न सक्नुहुन्न। त्यति मात्रै हो। ल ठिक छ। उसैदेखि तपाईँहरूको अब अभियान, जागरण, आन्दोलन यी सबै कुराहरू आफ्नो एउटा रेन्ज लिइरहेछ, फेज वाइज गइरहेछ। यसलाई मानियो। मियो पनि तपाईँले केही दिनमा आउँछ भन्ने कुरा भयो। ल अब तपाईँहरूले परिकल्पना गरेको यहीँबाट बताइदिनुहोस् कि राजा सहितको संविधान अथवा देश अथवा सनातन हिन्दू धर्म पनि भनिरहनु भएको छ तपाईँहरूले होइन, राजा कुन अस्तित्वमा राख्ने त? तपाईँले के त प्रधानमन्त्रीको अहिले 75-78 हजार स्यालेरी छ, त्यसपछि उहाँलाई भत्ता 3-4 हजार बढी राखेर दिने हो कि अहिले तपाईँ बक्सियोस्, आइ बक्सियोस्, सवारी भन्ने शब्दहरू युज गरिरहनु भएको छ। अब त्यही लेभलमा चाहिँ एउटा जनमानसमा चाहिँ नि राजा जनताको राजा बनेर बस्ने हो कि राजा एउटा चाहिँ रोयल राजा एकदम शाही राजा बनेर बस्ने हो? त्यसको पनि खुलाइदिनुहोस् न। पहिलो कुरो त संवैधानिक राजा हेर्नुहोस्। ओके। संवैधानिक राजतन्त्र भनेपछि त्यसको फेरिभित्र धेरै कुराहरू पर्छन् र जहाँसम्म गई बक्सियोस्, आइ बक्सियोस्, खाइ बक्सियोस् भनेको कुरो छ नि, यो सम्मानको शब्द हो। ओके। तपाईँले मलाई पनि गर्न सकिन्छ, मैले तपाईँलाई पनि गर्न सक्छु। यो धेरै ठुलो कुरो, शाही शब्द होइन। यो शाही शब्द यो ठुलो कुरै होइन। हजुर। राजालाई अब यहाँ सवारी होस् भन्दाखेरि त राम्रो कुरा होला नि त होइन, यहाँ आउनुहोस् भने पनि भयो भने यसको यो शब्दले महत्त्व राख्दैन।
अहिले हामीले पुनर्स्थापना गर्नुपर्दछ, राजालाई रिस्टेट गर्नुपर्छ भनेको राजा जनताको हितमा प्रयोग हुने राजा, यो देशको संरक्षण गर्ने राजा, यो देशलाई विखण्डन हुनबाट जोगाउने राजा खोजेको। त्यसकारणले गर्दा प्रमुख कुरा भनेको राजा नभएसम्म अभिभावक बिनाको अवस्था मुलुकमा आएको छ, अभिभावक विहीन देखिएको छ। किन भन्नुहुन्छ भने राष्ट्रपति हाम्रो जस्तो विपन्न मुलुकमा राष्ट्रपति निष्पक्ष हुन नसक्ने उदाहरणहरू हामीले तीनवटै राष्ट्रपतिको हेरिसक्यौँ। दलको राष्ट्रपति भयो, दलको राष्ट्रपति हुने भयो, कतै नियुक्ति हुँदा दलको मेम्बरसिप नलिकन नियुक्ति नहुने अवस्था रह्यो, प्रशासन त्यही रूपमा गयो, न्याय क्षेत्र पनि त्यही रूपमा गयो। न्यायालयका न्यायाधीश नियुक्ति भएपछि कुनै दलको कार्यालयमा चाहिँ आशीर्वाद लिन गएका घटनाक्रमहरू पनि छन्। अध्यक्षज्यू, यो कुराहरू जनजनलाई जाहेर छ। अब तपाईहरूले एउटा लिएको मुद्दा बोकेको जुन राजाको मुद्दा 2061 माघ 19 को जुन दलमाथिको प्रतिबन्ध गर्ने साहस गर्ने त्यही संविधानमा अधिकार प्रत्यायोजित गरेको राजा कि या चाहिँ नि नागरिकको एउटा सेरेमोनियल सिम्पल यति चाहिँ खुलाइदिनु, त्यो पुरा डिटेलमा भन्न परेन। एक नम्बरमा हामीले खोजेको राजा जनताको राजा खोजेको, धर्मको रक्षा गर्ने, वैदिक सनातन धर्मको रक्षा गर्ने राजा खोजेको, हिन्दू अधिराज्य बनाउने राजा खोजेको, त्यो हिन्दू अधिराज्यलाई संरक्षण गरेर लाने राजा खोजेको। एक नम्बरमा तपाईले जहाँसम्म 58 को कुरा गर्नुभयो नि, 58 मा राजालाई संविधानभन्दा माथि टेक्न लगाउने त दलका नेताहरू हुन् नि। तपाई त्यहाँ गएर खोस्रनुहोस् न। अनि म प्रधानमन्त्री हुन्छु भन्दै मोहर चढाउँदै र बिन्ती पत्र हाल्दै हिँडे होइन भने राजाले कु गरे भए त आन्दोलनमा जानु पर्थ्यो नि हुने बित्तिकै। हैन, सत्ता त लिनु भयो नि त आफूले, हैन? सत्ता लिनुभन्दा अगाडि पनि राजाले शेरबहादुरजीलाई अपदस्थ गरेर शेरबहादुरजीले गरेको निर्वाचन चाहिँ हुन नसकेपछि उहाँलाई अपदस्थ गरेर जे व्यवहारहरू जल्लाई प्रधानमन्त्री बनाउनु भयो नि, त्यो बेला नै एक किसिमको संविधानका कुराहरूभन्दा अलिकति अगाडि बढे भन्ने जुन चर्चा छ नि, त्यसमा त दलका नेताहरू प्रधानमन्त्री खानको लागि बिन्ती पत्रै हालेर हिँडेकै हुन् नि, मानेकै हो नि। आफूले पायो भने ठिक, आफूले नपाए बेठिक, त्यो कुरा कदापि कुनै पनि हालतमा मिल्दैन। अर्को कुरो मेरो अहिले पनि के आशा र के आग्रह छ भने जति बेला राजाले प्रधानमन्त्री पनि आफै ग्रहण गरिबक्स्यो, त्यो कहीँ कतै साजिस थियो, कहीँ कतै गलत फहमी थियो बा राजाले भने जस्तो 2 वर्ष मलाई चलाउँदेऊ, 2 वर्षपछि म सबै तिमीहरूलाई फिर्ता गर्छु, यो मुलुकमा शान्ति स्थापना गरेर भन्दाखेरि त्यहाँभित्र के थियो भनेर अझ विश्लेषण गर्नुपर्ने, गम्भीर भएर छलफल गर्नुपर्ने कुराहरू छन्। त्यसै एउटा कुरा मैले सोधिहालेँ, यदि कुरा खुलाउँदा श्रीपाँच ज्ञानेन्द्र अहिले, किनभने अब तपाईँको अघिल्तिर त यसरी बोल्दा तपाईँलाई अलिकति सहज राम्रो लाग्छ, राजाले बायोलेट्रल टक द्विपक्षीय वार्ता तपाईँको पार्टी अध्यक्षसँग हुन्छ एउटा, र दोस्रो कुन कुन व्यक्ति अथवा त्यस्तो खालको समूहसँग चाहिँ नि अब चाहिँ नि विश्वासको वातावरण बनाउनुपर्छ, यसलाई चाहिँ नि स्थायित्व दिनुपर्छ, संस्थागत गर्दै लानुपर्छ, म मात्र होइन ममा हामी खोज्नुपर्छ र समग्र देशको चाहिँ तपाईँले अघि भनिरहनु भएको छ, दुर्गति भयो, एकदम व्यथिति भयो, कुशासन भयो, यसलाई सुशासन, यसलाई व्यवस्थित बन्छ भनेर तपाईँहरूले एउटा अपेक्षा राखिरहेछ। यहीँबाट भनिदिनुहोस् कि के त त्यस्तो खालको वातावरणमा वार्ता भइरहेछ? हामीले त देख्दैनौँ, किनभने भिन्न भिन्न मान्छे, भिन्न भिन्न पूजा, भिन्न भिन्न स्वरूप, भिन्न भिन्न बोलाइ देखिन्छ। अनि त्यसमा त यता आन्दोलन त उयो के भन्दाखेरि उयो अस्ति एउटा जोक आएको थियो, राजा पोखराबाट आउनुभयो, निर्मल निवास जानुभयो या नागार्जुन जानुभयो, कुन चाहिँ ठुलो कुरो भयो त भन्ने कुरा आएको। यो के हो त अध्यक्षज्यू? राजाको वार्ता हुने कुनै टिम कुनै शक्तिलाई अगाडि बढाइरहेकै होइन। राजाले 2064 पछि जुन गद्दी छोडेर बाहिर बसेर मुलुकका हरेक नागरिकसँग समन्वय गर्नुभयो,
हरेक नागरिकलाई भेट्नु, चाहे त्यो धार्मिक भ्रमण किन नहोस्, कुनै भ्रमण होस्, ती भ्रमणमा जाँदा राजा त राजै हो नि, उहाँलाई त्यहाँका जनताले जे कुराहरू सुनाए, मुलुकको अवस्था सुनाए, मुलुकको परिस्थिति सुनाए, मुलुकमा यस्ता घटना घटिरहेका छन् भन्ने सुनाए र राजाले पनि विभिन्न च्यानलबाट आफ्ना सोर्सबाट त्यसलाई विशेष अध्ययन गरिबक्सेको हुनुपर्छ। त्यो अध्ययनको आधारमा कुनै दललाई साथ देऊ भने होइन नि, राजाले जनतालाई साथ देऊ भनेको छ नि। त्यसकारण कसैसँग दोहोरो वार्ता तेह्रो वार्ता हुनुपर्ने कारण पनि छैन, त्यस्तो हुँदा पनि हुँदैन। भनेपछि साथको घोषणा गरे, जनताको साथको घोषणा गरे राजाले। दललाई तिमी आऊ म तिमीलाई अगाडि, अध्यक्षज्यू यहाँ अर्को एकै मिनेट, भन्नुहोस्, राजाको कुनै दल पनि हुँदैन, राजाको कुनै पार्टी हुँदैन, राजाको कुनै जनता नजिक हुँदैन, सबै बराबर हुन्छन्। त्यही भएर राजा सबैको साझा। मैले अघि भने जस्तै पार्टी दलको हुन्छ, उसको दलमा हिजो उसलाई चुनावमा सहयोग गर्ने त्यो कार्यकर्ताको हुन्छ र निष्पक्ष काम हाम्रो जस्तो मुलुकमा हुन सक्दैन। त्यसकारण यो मुलुकमा राजा नभई हुँदैन, राष्ट्रपतिले चल्दैन भनेको कारण त्यो पनि एउटा हो। ठिक छ, ठिक छ। भनेपछि कुनै दल विशेष, व्यक्ति विशेष, समूह विशेष, नागरिक विशेषले राज संस्थालाई मुद्दा उठाए अथवा उहाँलाई सद्भाव र सदाचार राखेदेखिमा आएर आबद्ध हुन पाइयो, तपाईँको भनाइ पाइयो होइन। अब यहाँनिर एउटा फेरि जनजनमा के कुराहरू चलिरहेछ भने 2080 हाम्रो यो फागुन 7 को एउटा जुन जनताको साथको लागि घोषणा भनौँ, सम्बोधन भनौँ, आह्वान भनौँ, दृश्य अदृश्य शक्तिहरूले चाहिँ नि उहाँलाई चाहिँ नि उस्काउने या त्यो हामी साथमा छौँ भनेर चाहिँ राजा चल्वा लागेको भन्ने कुराहरू दलका पार्टीका मान्छेहरू कुरा गरिरहेछन् मुफसलमा या पार्टीमा, सङ्गठनमा। तपाईँको यसमा के छ, स्पष्ट पार्नुहोस्। मलाई के लाग्छ भने राजालाई कसैले उक्साएर होइन, मुलुकको परिस्थिति र वस्तुस्थितिलाई मूल्याङ्कन गरेर 7 गतेको लागि 6 गते साँझ जुन सन्देश बक्स्यो त्यो मुलुकको अवस्थालाई हेरेर बक्सेको हो। अर्को कुरा, दलको नेताहरू त अहिले विचलित मनस्थितिमा हुनुहुन्छ। 62-63 को आन्दोलनबाट एमालेलाई पनि पूर्ण अवसर दिएको, माओवादीलाई पनि पूर्ण अवसर दिएको हो। यहाँ एमाले पनि अवसर 2/3 बहुमत ल्याएर अवसर प्राप्त गरेकै हो, काङ्ग्रेसले सरकार बनाएर गरेकै हो। उहाँहरू कसैले पनि मुलुकको हितमा, जनताको हितमा काम गर्न सक्नु भएन। काम गर्न नसकिसकेपछि उहाँहरूलाई सहयोग गर्ने, साथ दिने उहाँहरूका योद्धादेखि आम जनताले राजालाई जाहेर गरे, भेटे, सूचना गरे। मुलुक यो अवस्थामा जान लाग्यो भने त्यस कारणले गर्दा राजाको सन्देशमा जनता आएका हुन्, जनताले गरेका हुन्। त्यस कारण यो कसैको उक्साहट छ, कसैको उक्साहटमा गरिबक्सेको छ भन्ने मलाई लाग्दैन। उसै यो कुरालाई नै यसरी आत्मसात गर्न मिल्छ। व्यथिति, भ्रष्टाचार व्याप्त, अनि त्यसपछि आएर आफ्नै आसेपासेलाई गर्ने दलहरूको एकदम निकम्मापनको कारणले गर्दा जनता एकदमै सडकमा आएको र त्यो एउटा आशाको भरोसाको केन्द्रबिन्दु बनाएर राजा भन्ने बुझ्नुहुन्छ तपाईँ? निश्चित। ओके, अब मैले अर्को एउटा प्रसङ्गमा लगेँ, किनभने यो कुराहरू त तपाईँको यो व्यवस्थापनका कुराहरूमा आएपछि यो कुराहरू निस्किन्छ। ओके, ज्ञानेन्द्र सरकारलाई तपाईँले राजा घोषित गर्ने अथवा जनताले घोषित गर्ने तपाईँहरूले भन्दा पनि तपाईँहरूको ओकालत त्यो होला होइन। त्यसपछि आएर तपाईँको दोस्रो को त राजकुमार? राजा ज्ञानेन्द्र राजा बनिसकेपछि त्यो राजा एक्लैले त यो मुलुक चलाउने होइन नि। त्यहाँ पनि संसद हुन्छ, त्यहाँ पनि विभिन्न निकायहरू हुन्छन्, त्यहाँबाट निर्णय गरेर जसले चलाउँदा नि हुन्छ। तर पृथ्वीनारायण शाहको वंशजको उत्तराधिकारी चाहियो। अनि त्यही त जनताले के खोजिरहेछन् भने ल अहिले तपाईँको पार्टीको अध्यक्ष लिङ्गदेन, राजेन्द्र लिङ्गदेन, भोलि नवराज सिंह खडा पनि हुन सक्नुहुन्छ, ज्ञानेन्द्र बहादुर साई पनि हुन सक्नुहुन्छ। जनताको छोरा त कुरा मिल्यो, तर राजाको त राजा अहिले तपाईँले भन्दै हुनुहुन्छ शाहवंशीय नै कुनै एउटा त्यो ब्लड हुनु पर्यो, त्यो डिएनए मिल्न पर्यो होला होइन। अब जब राजकुमार त यो जुन तपाईँले अब संवैधानिक राजतन्त्र भन्नुहोस् या जुनै पनि तरिकाले राजतन्त्रको वकालत गरिरहँदा राजकुमार त खोज्छ, उत्तराधिकारी त खोज्छ। त्यो पारस हो कि हिरेन्द्र हो कि या हिमानी हो कि
त्यो तपाईँहरूले त क्लियर मुद्दा नदिकन जनताहरूले तपाईँलाई साथ दिने किन के? पहिला राज संस्थाको पुनर्स्थापना नभएसम्म त्यो मुद्दामा गइरहनु नै दोस्रो अध्याय हो क्या। दोस्रो अध्यायमा अहिले छलफल गरिरहनै पर्दैन। यहाँ त 62-63 को आन्दोलनपछि बसेको मलाई लाग्छ यो वैशाख कतै बसिया बैठकले, प्रतिनिधि सभाको बैठकले राजाको छोरा भएनन् भने छोरीले पनि पाउने भनेर एउटा पास गरेका विधेयक पनि छ। तपाईँलाई याद छैन? छ भने त्यो संसदले त्यो खालको एउटा प्रक्रिया अवलम्बन गर्न सक्छ, बनाउन सक्छ नि। भोलि पारसलाई बनाउन पनि सक्छ, होइन अहिले चाहिँ अब हृदयेन्द्रलाई बनाऊ भन्न पनि सक्छ। त्यो छलफलको विषय हो, छलफल गर्न सकिन्छ। तर अहिले तत्कालको अवस्थामा प्रमुख मुद्दा भनेको राजा ज्ञानेन्द्रलाई गद्दी आरोहण गराउनु हो। त्यसमा सबैको सहमत हुनुपर्छ। अहिले त 2/3 सरकार छ नि, अहिले लगभग 2/3 सरकार छ नि। उहाँहरूले नै यहाँ केही नगरिकन रक्तपात, जनता सडक पनि आउनु परेन, द्वन्द्व पनि हुनु परेन, यहाँ रक्तपात पनि हुनु परेन, 2/3बाट पास गरेर संवैधानिक राजा भनेर पास गरिदिए त यो सबै कुराको समस्याको समाधान हुन्छ। मुलुक द्वन्द्वमा जानु पर्दैन। सर्वदलीय सर बसेर यदि तपाईँहरूलाई जनमत सङ्ग्रह गर्ने राजा राख्ने कि नराख्ने भन्यो भने तपाईँहरूको प्रतिक्रिया के हुन्छ? राजा चुनावबाट आउने कुरा होइन। होइन, यो त वर्ल्डमा पनि यो ट्रेन्ड त छ नि त। जनमत सङ्ग्रह भनेको त एकचोटि एउटा संविधान सभाले पास गरिसकेको चिजलाई फेरि जनमत सङ्ग्रहबाट राजा ज्ञानेन्द्र राख्ने, राज संस्था राख्ने कि नराख्ने भनेर त जनताबाट अनुमोदन गर्दा त एउटा यो राम्रो पक्ष होला नि त। राजालाई विवादमा ल्याउने काम गर्नुहुन्न भन्ने लाग्छ मलाई। अघि पनि मैले तपाईँलाई भने राजा सबैका साझा हुन्। जनमत सङ्ग्रह राजाको लागि होइन, विकल्प चुनाव राजाको लागि होइन, राजाको लागि त्यो जनमत सङ्ग्रह वा अन्य कुनै कुराहरू विकल्प होइन। चुनावमा गएपछि त एउटा पक्ष त विपक्ष हुने भयो नि। अनि त्यो कसरी सर्वसम्मत राजा भयो, कसरी सबैलाई समेट्न सक्ने राजा भयो भने यतातिर कसैको ध्यान आकृष्ट गर्नु पनि हुँदैन, यो कुरा हुन पनि सक्दैन। उसमेदेखि नि अध्यक्षज्यू यहाँनिर एउटा के भन्ने छ भने हामीहरूले अब जनताकै छोरालाई चुनेर जनताकै छोराले हामीलाई राजनीति अथवा राज्य अथवा शासन गर्ने सुशासन, त्यो पनि अझ यहाँ त कुशासन गरे भएर नै यो कुराहरू निस्क्यो। सुशासन गर्ने व्यवस्था छँदाछँदै तपाईँहरूको समग्र समर्थक अथवा तपाईँहरूको एउटा पार्टी राजा र राजाले हामीलाई चाहिँ शासित गर्नुपर्छ भनेर मुद्दा बोकेर समर्थन गरेर समर्पित गरेर जाँदा कतिको सान्दर्भिकता होला, यो अलिकति प्रश्न हुनुहोस् न। होइन, यो कुरो त राजा ज्ञानेन्द्रबाट नै जति बेला श्रीपेज फुकालेर जनताको नासो जनतालाई भनेर सहस्र स्वीकार गरेर एक थोपा रगत मात्रै होइन, एउटा पनि कुनै कतै सिनको पनि नबाँचिकन ल गर त नेपाली जनतालाई सुख सुविधा दियो भनेर छोडे होइन र। त्यो परिस्थिति मुलुकमा सिर्जना भएन, त्यो परिस्थिति दलहरूले सिर्जना गर्न सकेनन् भनेपछि नेपाली जनताहरूले के बुझिसक्नु भएको छ भने अब दलहरूबाट मुलुकले निकास पाउँदैन। अब 10 वर्ष यही दलहरूको शासन रहने हो भने यो मुलुकमा युवा भन्ने बत्ती बालेर खोज्नुपर्ने अवस्था रहन्छ। को रहन्छन् यो मुलुकमा भने वृद्ध र बालकहरू रहन्छन्। मुलुक आर्थिक रूपले धराशायी हुन्छ, भ्रष्टाचारले अक्रान्त हुन्छ। अहिले नै कयौँ काण्ड, कतिवटा काण्ड भनौँ, त्यो खालको परिस्थिति जनताले महसुस गरिसकेको। जनता बाँच्नको लागि, आफू सर्भाइभ हुनको लागि सक्ने अवस्था छैन। महँगी त्यत्तिकै बढेको छ, कतै काम गर्न जाँदा आर्थिक प्रभाव नपरिकन त्यहाँ काम नहुने अवस्था छ। र यो अवस्था भोगिसकेर 77 जिल्लामा राजा घुम्दाखेरि ती सबै सम्पूर्ण रिपोर्टहरू प्राप्त भइसकेपछि जनताले आह्वान गरेको, जनतालाई ल त साथ देऊ म तयार छु भन्ने अवस्था आएको। त्यस भएर अन्यथा अरू कुरो सोच्नु परेन। अहिले मुलुकलाई द्वन्द्वमा नलाने हो भने यहाँ त प्रतिकारका चाहिँ सभाहरू गरिने, भेलाहरू गरिने, यी आदि कुराहरू आएका छन् नि। अब अहिले कुनै पनि दलले राजाको विरुद्धमा बा यो व्यवस्था ठिक छ भने व्यवस्थाको समर्थनमा
कतै आन्दोलन गर्न लाग्यो भने कि हामीले गरे भ्रष्टाचारलाई तिमीहरूले अनुमोदन गरिदेऊ भनेर गर्ने, के को लागि गर्ने? तर यस्तो त अध्यक्षज्यू, यो कस्तो नै सपना बाँड्ने, त्यसपछि यो त एकदम सर्फेसियल कुरा भयो। प्रत्येक राजनीतिज्ञले बोल्ने शब्द हो यो। विकृति भयो, भ्रष्टाचार भयो, सुशासन भएन, देश आर्थिक अवस्थामा तल गुज्रियो गयो, जिडिपीहरू तल गयो, दुनियाँले हेर्नेमा एनटिएले हामी अहिले ग्रे लिस्टमा, यो सबै सुन्दा नि हामीहरू थाकिसक्यौँ है। प्रश्न र प्रसङ्ग कहाँ हुन्छन्? दुईवटा कुरा अब तपाईँलाई अन्तिमतिर मैले लग्दैछु। एउटा प्रश्न के छ भन्दा, राजाको प्रत्यक्ष शासन पनि देखिएको थियो र राज संस्थाले गरेको एउटा उपलब्धि, त्यसलाई के हो तपाईँले नै व्याख्या गर्नुहोस्। त्यो एउटा जनजनले कुरा उठाएको छ, हामीले उठाइदिनु हो तपाईँहरूलाई है। र दोस्रो कुरा गर्दाखेरि चाहिँ नि श्री 5 ज्ञानेन्द्र लगायतका समर्थकहरूले देशलाई अग्रगामी र तपाईँको चाहिँ प्रगतिशील मार्गमा लाने त्यस्तो खालका भिजन, त्यो खालको एउटा मुद्दा, त्यो एजेन्डालाई कसरी लग्ने, कस्तो संस्थागत हुन्छ भनेर तपाईँलाई क्लियर खाका नदिकन त जनताहरू तपाईँलाई साथ किन दिने भने प्रश्न त्यहाँ छ कि। पहिला कुरो त राजाले प्रत्यक्ष शासन गरेको बेलाको कुरा गर्नुभयो भने ज्ञानेन्द्र सरकारले त त्यो सङ्क्रमण कालमा केही समय लिएको, त्यसको चाहिँ केही व्याख्या गरिरहनु परेन। हजुर, राजाको प्रत्यक्ष शासनमा भन्ने हो भने सबभन्दा राष्ट्रवादी राजा महेन्द्र, यो मुलुक बनाउने राजा, यो मुलुकलाई विश्वमा चिनाउने राजा पृथ्वीनारायण शाहपछि महेन्द्र हो। ओके, उहाँको कार्यकाल जुन 10-11 वर्षको रह्यो, 10-11 वर्षको कार्यकालमा यो मुलुकमा भएका कामहरू, यो मुलुकमा भएका विकास निर्माणहरू, यो मुलुकमा खोलिएका उद्योगहरू र संसारमा चिनाउनको लागि राजा महेन्द्रले गरेका प्रयासहरू उल्लेखनीय छन्। हेर्नुहोस्, त्यसको व्याख्या गर्न सकिन्न, उल्लेखनीय छन्। त्योभन्दा पछि राजा वीरेन्द्रले 2031 सालमा शान्ति क्षेत्रको प्रस्ताव राख्नुभयो। 2042 सालमा पुग्दाखेरि हामीले एसियाली मापदण्डलाई केही वर्षभित्र मुलुकलाई पुर्याउनु पर्दछ भनेर राजा वीरेन्द्रले त्यो पहल कदमी चालेकै हो। त्यही घटनाक्रममा 2046 आएर यहाँ परिवर्तन भयो। त्यो भएपछि दलहरू आए। अहिले पनि हामीले सक्रिय राजतन्त्र खोजेको होइन, शासन जनताले नै गर्ने हो। र तपाईँले जुन खाका भन्नुभयो, त्यो खाका त्यति बेला बन्छ जब राजाले गद्दी आरोहण गरिसकेपछि सबै बसेर, सबैसँग छलफल गरेर, कसैलाई पनि निषेध नगरिकन, माओवादीलाई पनि निषेध गर्नु हुँदैन या कुनैलाई पनि निषेध नगरिकन बसेर छलफल गरेर त्यो खाका बनाएर मुलुकलाई कसरी लान सकिन्छ स्पष्ट खाका कोर्नु पर्दछ। त्यो खाका त्यति बेला मात्रै कोरिन्छ। अहिले मैले कोरेको खाका, मैले भन्ने खाका भनेको चाहिँ पार्टीको खाका हुन्छ। ओके, अब म तपाईँलाई अन्तिममा एउटा 100 प्रश्न गरेर तपाईँसँग हामी लगभग हामी बिदाई गर्छौँ। तपाईँले अब तपाईँभन्दा पनि विशेष गरी राजावादी भन्ने एउटा अहिले शब्द भाष्य निर्माण भएको छ। राजावादीका जुन अब तपाईँले मियो पनि पछि आउँछ भन्नुभयो, कसरी आह्वान गर्नुहुन्छ कि यो ब्रह्मा विष्णु महेश्वर भने जस्तो बुद्ध चारतिर फर्केका मान्छेहरूलाई एउटै सूत्रमा आबद्ध गराएर तपाईँले अहिले यो गणतन्त्रका हिमायती भन्नेहरूले तपाईँलाई अहिले 2 महिनाको त सभा जुलुस गर्न पनि अहिले चाहिँ त्यहाँनिर सिडिओबाट आइसक्नु हो, तपाईँहरूले पढिसक्नुभयो होला। भोलि तपाईँहरूले सायद होलीमा हनुमान ढोकामा कार्यक्रम पनि राख्नुभयो होला। यस्तो विषम परिस्थितिमा विभिन्न विधामा विभिन्न विचारमा फर्केका र हुर्केका र उलट पलट भएका मान्छेलाई एउटा समूहगतमा लिएर आउने संयन्त्र के हो र त्यसले कसरी राज संस्थालाई स्थापित गर्छ? तपाईँको भिजन, मिसन र तपाईँको योजना बताइदिनुहोस् न। पहिलो कुरो त छोटकरीमा भन्छु म तपाईँलाई। पहिलो कुरो के भन्नुहुन्छ भने जुन जुन व्यक्तिहरू, जुन जुन समूहहरू यो मुलुकमा राजा चाहिन्छ, यो मुलुकमा हिन्दू राष्ट्र चाहिन्छ र सङ्घीयताले यो मुलुक अगाडि जान सक्दैन, भ्रष्टाचारले यो मुलुक मासिएको छ भनेर यो मुलुकको विकृतिमा चिन्तित भएर समूह सङ्गठन बनाउनु भएको छ, उहाँहरूले अहिले मेरा गोरुको 12 टक्का नबनिकन एकै ठाउँमा बस्ने वातावरण सिर्जना गर्नुपर्दछ र बस्नुपर्दछ। एउटा पहिलो नम्बरमा त्यो हो। हजुर, हेर्नुहोस्, त्यो नगरिकन अरू कुरा हुनै सक्दैन। र हामीले गर्न खोजेको कुरो त कसरी ल्याउनुहुन्छ भन्ने जहाँसम्म तपाईँको प्रश्न छ, यहाँ बन्द गरिएका कुराहरू छन्, निषेधाज्ञा जारी गरिएका कुराहरू छन्। 62-63 को आन्दोलनमा निषेधाज्ञा थियो होइन? कर्फ्यू पनि लागेको थियो। तपाईँकै गृहमन्त्रीले गर्नुभएको थियो। कर्फ्यू पनि
कर्फ्यू पनि लागेको थियो होइन? कर्फ्यू लाग्यो, तपाईँकै गृहमन्त्री हुने कमल थापाले। तत्कालीन अवस्थाको व्यवस्थाको सिस्टमले गरेको क्या, ल, ठिक छ। कमल थापाजी मात्रै होइन, ल, ठिक छ। सिस्टमले गरेको। अहिले पनि त्यही कुरा उहाँहरूले पुनरावृत्ति गर्नुभएको छ। त्यो नथिङ, केही पनि होइन त्यो, त्यसले केही असर गर्दैन हामीलाई। हामीले आन्दोलन गर्ने ठाउँ पनि देखेका छौँ, कहाँबाट प्रवेश गर्नुपर्छ भन्ने पनि देखेका छौँ, कहाँबाट ल्याएर राजालाई नारायणी पुर्याउनु पर्छ भन्ने पनि देखेका छौँ। कुरो यही हो, अब हुने आन्दोलन निर्णायक आन्दोलन हुन्छ, निर्णायक आन्दोलन हुन्छ। 7 दल पनि सहमतिमा आउनुपर्ने अवस्था सिर्जना हुन्छ। त्यो सिर्जनाले के गर्छ भन्नुहुन्छ भने सबैलाई सम्मान स्वरूप व्यवस्थापन गर्छ। उसले अब यसमा मलाई प्रति प्रश्न एउटा अर्को गर्न मन लाग्यो। जसरी 62-63 को जनआन्दोलन भइरहँदा तत्कालीन जुन तपाईँको 12 बुँदे समझदारी हुँदाखेरि सम्पूर्ण दलहरू मिलेर राजा विरोधी अभियान चलाइरहँदा अहिले ठ्याक्कै इन्भर्स भइरहेछ। त्यतिखेर राजाले सम्पूर्ण नेताहरूलाई प्रतिबन्ध लगाउनु भएको थियो घर घरमै, याद छ नि होइन? र तपाईँको सिस्टमका गृहमन्त्री कमल थापाले यो यतिजना उभिन नमिल्ने के भनेर आयो। अहिले यसलाई धेरै व्याख्या नगरौँ। त्यही फेरि परिस्थिति सिर्जना भयो। आज सिमकडाजीलाई थुनिने अथवा नजरबन्दमा राख्ने, मिश्रजीलाई राख्ने, ज्ञानेन्द्र बहादुर शाहीलाई राख्ने, यो प्रक्रिया भने तपाईँले आन्दोलन त तपाईँहरूको तुइन्छ होइन? त उसै तुइँदैन। कसरी? हामी जस्ता हजारौँ यहाँ जन्मिसके, हेर्नुहोस्, तुइने भन्ने सवालै छैन। र अर्को सवाल के भने 62-63 को आन्दोलनपछि एकपटक पनि भोट नहालेको माओवादी 83 सिट लिएर संसदमा गएको थियो होइन? थियो। ल ठिक छ। अब अध्यक्षज्यू, मैले तपाईँलाई अन्तिम प्रश्नतिर लगेँ र यो अन्तिम प्रश्न किन भनिरहेको छु भने यस पछाडि फेरि तपाईँसँग अर्को संस्करणमा फेरि तपाईँसँग हुनसक्छ राज्यले एउटा परिवर्तन रूपान्तरण पाउँछ होला, त्यो बेला अर्कै तरिकाले नि सोधौँला। तपाईँलाई मैले 2वटा प्रसङ्ग जोडेँ। 62-63 को जब त्यो दिल्ली सम्झौता आन्दोलन पछाडिको दिल्ली सम्झौतामा काहीँ न काहीँ गिरिजाप्रसाद कोइरालाले राजाको पनि स्पेस हुनुपर्छ भनेको एउटा कुरा स्मरण गराउन चाहन्छु। र दोस्रो, त्यही राजालाई अहिले तपाईँलाई 7 जनाभन्दा माथि जम्मा नहुनु भन्ने निर्देशन आएछ जिल्ला प्रशासन कार्यालयबाट। त्यही चिज राजालाई पनि आफ्नो परिवार बाहेक अरू धार्मिक भ्रमण या राजनैतिक भ्रमण या पारिवारिक भ्रमणमा जाँदा आफ्नो परिवार बाहेक अरू समर्थक लिएर जान नपाउने भनेर निषेधाज्ञा जारी भयो भने तपाईँहरूको योजना, यसलाई चिर्ने योजना के हुन्छ? 2टा भनिदिनुहोस्। होइन, यसलाई हामीले विस्तृत रूपमा छलफल गरेर भन्नुपर्ने विषय हो यो, हेर्नुहोस् होइन? मैले अघि नै भनिसकेँ, निषेधाज्ञाको विषयमा त मैले 62-63 को उदाहरण दिएर मैले तपाईँलाई के भनिसकेँ भने परिस्थिति पर्यो भने त्यसलाई उल्लङ्घन गरेर जान सक्ने अवस्था हामी सिर्जना गर्छौँ र उल्लङ्घन गर्छौँ। त्यसलाई मानिरहँदैनौँ। सिम्पल कुरा। किनभने हामी ध्वंसात्मक काम गर्न जान लागेको होइन। हाम्रा कुराहरू लिएर चाहिँ भन्न पनि नपाउने, जनतालाई सुनाउन पनि नपाउने, सडकमा बस्न पनि नपाउने काम गर्न पाइन्छ। त्यो पनि प्रजातन्त्र र लोकतन्त्रको कुरा हुन्छ, गणतन्त्रको कुरा हुन्छ। त्यो विरोधी हुन्, ती गणतन्त्र विरोधीहरूले गरे। अब हिजो 62-63 मा राजाले गर्यो, त्यसो भएर हामीले गरे भन्ने हो भने त त्यही राजा ठिक रहेछ त। त्यही कुरा उनीहरूले दोहोऱ्याउनु भयो त त्यही राजा ठिक रहेछ होइन र? अर्को कुरो मलाई लाग्छ राजा ज्ञानेन्द्र सरकारलाई त्यो खालको भेटघाट गर्न जान नपाउने, त्यसरी निषेध गर्न सक्दैन। त्यो सक्दैन, त्यो परिस्थितिले दिँदैन। हामी मात्रै होइन, विश्व समुदायले पनि यो अहिलेको नेपालको अवस्थालाई हेरिरहेको अवस्था छ, कुन रूपमा चल्छ भनेर। र नेपालका नेताहरू, यो गणतन्त्रका नेताहरू कस्ता हुन् भन्ने कुरो त अमेरिकाको राष्ट्रपतिले फ्रड भने होइन भने होइन। एउटा कुरा फेरि गणतन्त्रको म हेर्नुहोस् है कस्तो एउटा म भन्छु तपाईँलाई, गणतन्त्रका जङ्गबहादुरहरू आफ्नो राज्य सत्ता टिकाउनको लागि जे पनि गर्न तयार छन्। तपाईँ यो स्टेटमेन्टलाई लास्टमा के भन्नुहुन्छ र अन्तिममा तपाईँले यो हाम्रो लेकाली हाम्रो न्युज च्यानलबाट जनतालाई के आह्वान गर्न चाहनुहुन्छ? तपाईँलाई हामी त्यति सदा सधैँता गर्छौँ। हस्, धन्यवाद। उहाँहरू जे पनि गर्न तयार हुनुहुन्छ जङ्गबहादुरहरू, तर नेपाली जनता यति मजबुत छन् कि त्यो जङ्गबहादुरको तरबार दोब्र्याउन सक्ने र भाँच्न सक्ने हैसियत नेपाली जनताले बनाइसके। त्यो तयारीमा नेपाली जनता, त्यो विश्वासमा छु, त्यो तयारी नेपाली जनताले मर्ता क्या नै गर्दा त्यो अवस्थामा पुगेपछि जे पनि गर्छ मान्छेले। र अर्को कुरो, म यो च्यानलबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म हार्दिक आग्रह गर्न चाहन्छु,
अहिलेकै अवस्थाले मुलुक अगाडि जान सक्दैन। जुन अवस्था हामीले भोगिरहेका छौँ यसले मुलुक तहस नहस भइसकेको छ। आर्थिक क्षेत्र तहस नहस छ, प्रशासनिक क्षेत्र तहस नहस छ, न्यायालय तहस नहस छ, शिक्षा तहस नहस छ, स्वास्थ्य तहस नहस छ। यसलाई जोगाउनको लागि तपाईहरू एकपटक आन्दोलनमा तपाईँहरूले सहयोग गर्नुहोस्, राष्ट्रिय झन्डामै आइदिनुहोस्, राष्ट्र बचाउने काम गरौँ। राष्ट्र बचाइसकेपछि तपाईँ हामी सबैले के गर्न सकिन्छ त्यो गर्न पाइन्छ भन्ने म आग्रह गर्न चाहन्छु। धन्यवाद। हस्, धन्यवाद। हामी आज अलिकति यो अहिले 25 गते पछाडिको राजाबाट चाहिँ जुन यो एयरपोर्टको भ्रमणबाट राजनैतिक वृत्तमा, राजनैतिक फाँटमा एउटा एकदम उतार चढाव भएको विषयमा काठमाडौँ जिल्लाका राजा समर्थक पार्टीका राप्रपाका अध्यक्ष काठमाडौँ जिल्लाका, मैले यसरी किन भनिरहेको छु भनेदेखि जनजनको एउटा जनसहभागिता त आफ्नो ठाउँमा छँदैछ, तर राज संस्था हुनुपर्छ भन्ने वकालत गर्ने व्यक्तित्वहरूबाट के रहेछ त सत्य तथ्य कुराहरू चाहिँ खुलाउनको लागि हामीले आज यो पोडकास्टमा शल्यक्रिया N1 राष्ट्र र राष्ट्रको नीतिविधि पद्धतिहरू पनि चिरोफारो गर्नुपर्छ भनेर उहाँहरू पनि एउटा यो देशको संवाहक हो र देशमा रूपान्तरण हुनुपर्छ, परिवर्तन हुनुपर्छ, एउटा राम्रो सुशासनको एउटा संस्थागत हुनुपर्छ भन्ने विषयमा चाहिँ एकदम चिन्तित र बहस गर्ने व्यक्तित्वहरूको यो एउटा हामीले एउटा प्लेटफर्म बनाइरहेको छौँ र अर्कोचोटि अर्को संस्करणमा अर्को राष्ट्रिय व्यक्तित्वसँग हामी फेरि आत्मसात र अन्तर्क्रिया गर्नेछौँ भन्दै अहिलेलाई म डाक्टर सुन्दर सिंह बिदा लिन्छु। नमस्कार।